हेलो एभ्रिवान, नमस्कार। म विकी सामसङ राई र मेरो युट्युब च्यानलमा तपाईलाई स्वागत गर्दै आज पनि फेरि एउटा नयाँ भिडियो लिएर तपाईहरु समक्ष प्रस्तुत भइसकेको छु र यो भिडियो चाहिँ तपाईले थाहा पाइसक्नु होला टाइटल र थम्बनेल हेरेर पनि। यो भिडियो चाहिँ मुन्डुम ट्रेलको बारेमा हो र मेरो भिडियोलाई चाहिँ तपाईहरुले स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनु होला र जसले पनि यो भिडियोलाई पहिलो चोटि हेर्दै हुनुहुन्छ उहाँले चाहिँ एकदमै अप्ठ्यारो नमानिकन एकदमै माया गरेर सब्स्क्राइब गरिदिनु होला र लाइक शेयर अनि लास्टमा कमेन्ट पनि गरिदिनु होला। अब ढिलो नगरी भिडियो सुरु गरौँ। यति बेला चाहिँ म यहाँ यो चखेवातिर छु। चखेवाको नमुना होटल एन्ड लजमा हामी चाहिँ मुन्डुम ट्रेल जान लाग्यो हो। यो चाहिँ चखेवा भन्ज्याङको गेट। यहाँबाट उता चाहिँ अब खोटाङ जिल्ला र यता चाहिँ भोजपुर जिल्ला हो है। अब यो हामी यतातिरबाट यो उकालो गयौँ भने चाहिँ ठ्याक्कै टेम्के डाँडा पुगिन्छ र अब हामी जाने चाहिँ यतातिर हो। यो चाहिँ अब यहाँबाट मुन्डुम पदमार्ग सुरु हुन्छ। यहाँ पनि लगाइदिएको छ है। मुन्डुम पदमार्गमा यहाँलाई हार्दिक स्वागत छ चखेवा भन्ज्याङ भनेर। ल हाम्रो आजको यात्रा चाहिँ हामीले यतिजनाले गर्न गइरहेछौँ। यहाँ यो होटलबाट चाहिँ हाम्रो मुन्डुम पदमा यात्रा चाहिँ सुरु हुन गइरहेछ। हाम्रो टिमहरू चाहिँ यतिजना छौँ हामी, टोटल 7 जना। होटल मुन्डुम फिटनेस चखेवा 0 पोइन्टबाट हामी ठ्याक्कै अब सुरु गऱ्यौँ है यात्रा मुन्डुम ट्रेल। आज वेदर चाहिँ एकदम बिग्रेर चाहिँ अलिक मजा चाहिँ भइरहेको छैन र पनि अब मुन्डुम ट्रेल हिँड्नुको मजा त छँदैछ। आजको यो मौसम चाहिँ यस्तो छ है। आमामा फगी लागेर कुहिरो लागेर हामी लगभग चखेवा भन्ज्याङबाट चाहिँ 15-20 मिनेट पछि हामीले यो यस्तो खाली सल्लाह गाडी भेटायो। यो कुहिरोले गर्दाखेरि अलिकति राम्रो देखिन सकेको छैन र यो पनि एकदम रमाइलो जग्गा छ। यो खटे सल्लाह हो। यस्तो छ यो बाटो डाँडा डाँडा। यस ठाउँ चाहिँ यसरी मजाले बिसाउने ठाउँ बनाइदिएको रहेछ चौतारी। यो चाहिँ डस्टबिन हो। यो पनि यो ट्रेलमा आउनुहुन्छ। यो डस्टबिनको प्रयोग गर्नु होला ताकि हाम्रो यस्तो राम्रो सुन्दर ठाउँहरूलाई अझै सफा र स्वच्छ राख्न हामी सबैको दायित्व। हाम्रो यात्रा चाहिँ फ्यामिली यात्रा हो। सबको फ्यामिलीलाई छौँ यहाँ म भएँ यतातिर मेरो श्रीमती बिचरा हाकेर बिजोग छ। यहाँ कान्छा भाइ यहाँ कस्तो फिलिङ भइरहेछ? गुड फिलिङ भइरहेछ।
टाउको छोपा यस्तै मौसममा भए पनि के यो यात्रा चाहिँ एकदमै मजाको भइरहेछ है भइरहेछ है। यस्तो मौसम हावा चलिरहेछ यहाँनिर के बनाइदिएको शहीद कालुमान गुरुङ शहीद स्मृति पार्क साकेला एक। यो हाम्रो शहीद कालुमानको लागि उसको नाममा एउटा स्मृति पार्क बनाइएको रहेछ। म यसभित्र चाहिँ छिरिनँ, अलिक हामीले टाइम पनि क्लोज गर्नुपर्ने छ। यसरी बस्ने ठाउँहरू मजाले चौतारीहरू बनाइदिएको। अनि यो चाहिँ शहीद कालुमान गुरुङको स्ट्याचु हो। अनि यो बबालकै बनाइदिएको रहेछ यस्तो ठाउँमा। अनि यहाँ चाहिँ झुला पनि रहेछ। टाइम भएको भए म त झुला पनि खेलेको थिएँ, तर टाइम अलिकति हामीसँग कम छ। हामीले नेक्स्ट नाइट हलसम्म पुग्नु पर्ने छ, निकै लामो दुरी छ। त्यसले गर्दाखेरि चाहिँ म यसलाई चाहिँ भिजिट गरिनँ। ओहो, केही मौसम खुल्ला जस्तो भइरहेछ, तर यताबाट अँधेर आइरहेछ है। तर हाम्रो यो भोजपुरपट्टि चाहिँ मौसम खुल्यो, ठ्याक्कै हल्का खुले जस्तो देखिँदैछ। र यो अन्नपूर्ण हो, हाम्रो टेम्के मयू गाउँपालिकाको चाहिने ठेक्का यहाँ अफिस पनि छ। र यो देखिएको ड्याममै बसेको दावा भन्छ यसलाई। अनि यो चाहिँ छिनामखु एरिया हो। उता रिमछिम तिममा भएर जान्छ, तर अहिले यो मौसम चाहिँ अलिकति सफा नभएको कारणले गर्दाखेरि क्लियर देखिएको छैन। पदयात्रामा चाहिँ बोरिङ चाहिँ छैन है, यस्तो राम्रो डाँडामा। यो यसरी यहाँ हिँड्ने यात्रुहरूले चाहिँ यसरी यहाँ यो ऱ्यापरहरू खाएर चाहिँ यहाँ बिस्कुटको खोलहरू फाल्ने अनि यो फ्रुटीको प्याकेटहरू फाल्ने काम भएको रहेछ। यस्तो काम चाहिँ नगरिदिनु होला, किनभने हाम्रो बाटो हामीले नै सबैले यसलाई सफा राख्न चाहिँ हामीले सबैले आफूले मद्दत गर्नुपर्छ। यो सबै स्थानीय सरकार र सरकारको काम होइन, हामी सबैको दायित्व हो यसलाई सफा राख्न। यसरी यो ट्रेलमा यो यात्रा गर्दाखेरि खाएर जताभावी नफ्याँकिदिनु होला भनेर म आग्रह गर्न चाहन्छु। यो ट्रेलमा चाहिँ यो पदमार्गमा चाहिँ ठाउँ जे होस् डस्टबिनहरू बनाइदिएको छ, त्यसलाई चाहिँ प्रयोग गर्नु होला। बिचमा खानु पनि परे पनि आफूले ब्यागमा लगेर चाहिँ आफ्नो झोलामा लगाएर त्यो कुनै पनि चक्लेट बिस्कुटको खोलहरू या यसरी फ्रुटीहरू यसरी खाएर खानुहुन्छ भए पनि त्यसलाई बोकेर लगेर सही ठाउँमा चाहिँ फ्याँकिदिनु होला। यसलाई सफा र स्वच्छ राख्न हामी सबैको कर्तव्य हो। यो पदमार्ग हिँड्दा चाहिँ तपाईँहरूलाई एउटै पनि बोर हुनेवाला छैन, किनभने तपाईँलाई हरेक 1-1 किलोमिटरमा चाहिँ यसरी मजाको बस्ने ठाउँहरू बनाइदिएको छ। ट्याक्कै आरामले बिसाउँदै मजा लिँदै हिँड्न सक्नुहुनेछ। यहाँ यसरी युज डस्टबिन भनेर चाहिँ यहाँनिर यसरी बनाइदिएको छ। यसलाई मजाले प्रयोग गर्नु होला। कति एउटा मान्छेहरूले चाहिँ प्रयोग पनि गरिरहनु भएको छ, तर कति मान्छेहरूले चाहिँ यसरी बाहिरतिर फ्याँकिदिनु भएको छ। यसरी जताभावी फोहोर नफ्याँकिदिनु होला। यसलाई सफा राख्न हामी सबैको कर्तव्य दायित्व हो। चाहिँ यो बाटोमा पाइने बोट बिरुवाहरूमध्ये
यो पनि हो। यो चाहिँ यसलाई हाम्रो लोकल भाषामा चाहिँ हामी स्थानीय भाषामा चाहिँ चुत्रो भन्छौँ है। यसलाई यस्तै थुप्रै किसिमको यहाँ यो रोडमा चाहिँ यो बाटोमा चाहिँ बोट बिरुवाहरू हेर्न पाइन्छ हैन। अनि वन्यजन्तु पशु पक्षीहरू पनि हेर्न पाइन्छ। तर अहिले हामीले कुनै प्रकारको त्यस्तो किसिमको प्राणीहरू चाहिँ भेटाइएको छैन। बाटोमा भेटाउने सम्भावना चाहिँ एकदम छ। अहिले यो देखिराख्नु भएको सानो सानो जङ्गलहरू चाहिँ पुरै यो चुत्रोको हो है। यो पनि सिजनमा फुल्छ, एकदमै राम्रो पहिलो प्रकारको यसको फुल हुन्छ। त्यो चाहिँ टाढोबाट हेर्दा चाहिँ एकदमै पहाडै रङ्गिन पहाडी देखिन्छ। अहिले चाहिँ यसको अफ सिजन भएर यो फुलेको छैन। यी भर्खर यी हल्का फुलहरू लाग्दो रहेछ है। यो बिरुवा चाहिँ असारे भन्छ यसलाई। यसको पनि यो दाना दाना फल्छ। यो अहिले हामी हिँडिरहेको चाहिँ उचाइको हिसाबले चाहिँ लगभग समुद्र तलदेखि 2500 मिटरदेखि 3000 मिटरको बिचको लेभलमा हामी हिँडिरहेछौँ। यस हावा चाहिँ चिसो छ। यो बाटोमा हिँड्न आउँदा अलिकति गरम कपडाहरू चाहिँ लिएरै आउनु होला। यसरी गाई गोरुहरू रमाइरहेछन् एकदम। हेलो, यसरी कुहिरो उडिरहेछ र पनि क्या यति मजा छ हिँड्नुमा। बिसाउने ठाउँमा आइपुगेको हो। बिसाउँ एकछिन। साह्रै राम्रो बाटो बनाइदिएको क्या यो चाहिँ। के भन्ने यार, उकालो बाटो है। उकालो है, रमाइलो छ यात्रा, रमाइलो छ हाम्रो। हेलो, जतिले पनि यो यात्रालाई यो ट्रेनलाई यात्रा गर्नुहुन्छ, यो पदमार्गमा हिँड्नुहुन्छ, यो बोर्डलाई चाहिँ पढ्नु होला। यो चाहिँ चिमल हो र यो एक लालीगुराँसकै एक प्रजातिभित्र पर्छ। यो चाहिँ यो पहाडी भेगमा यो ट्रेलमा अधिक मात्रामा पाइने एक बिरुवा हो। यो चाहिँ 2007 सालमा यहाँ गोली हानिएको भनेर चाहिँ एउटा कथा छ। हाम्रो लागि चाहिँ अब कथै हो, तर यहाँनिर एउटा दुलो छ, गोली हानेको ढुङ्गा भनेर भन्ने यसलाई एउटा चलन रहेछ। यहाँ गोली लागेको अरे भन्छ। यसको सत्य तथ्य चाहिँ म भन्नु सक्दिनँ के हो। यो यतातिर चाहिँ बाटैभरि यो भिजेर चिसै छ। यो हेर्नु भयो होला, चिसै ढुङ्गा चिसै परेको छ, पानी परे जस्तो। तर वास्तवमा यो चाहिँ पानी होइन। यो चाहिँ माथि यो रुखहरूमा चाहिँ के भन्छ, यो टक्रिन्छ यो बादल, त्यसले गर्दाखेरि त्यो ठोकिएर पानी बनेर झरेको हो। यति राम्रो चौतारी बनाइदिएको छन्। यसमा आराम गर्नु चाहिँ अति आनन्द के, उकालो हिँडेर आएर। आज यति बेला चाहिँ हामी दलसिङ्गे भन्ने ठाउँमा आइपुग्यो। आज हामीलाई मौसमले यस्तै साथ दिइरहेको छ, कुहिरो लागेर है। यहाँ चाहिँ घर बनिरहेछ है, भर्खर अन्डर कन्स्ट्रक्सन। अब हामीले नेक्स्टमा जाने भनेको चाहिँ धोद्रे हो। यो दलसिङ्गे भन्ने ठाउँको चाहिँ उचाइ चाहिँ सी लेभलदेखि 2662 मिटर देखाइरहेछ यहाँ है।
अनि अब यहाँबाट चाहिँ ठिकै ढोत्रे पुग्नुलाई चाहिँ 5.5 किलोमिटर भनेको चाहिँ 3 घन्टा लाग्ने देखाइरहेछ नर्मल मान्छेहरूलाई। 5.5 किलोमिटर रहेछ है। त्यहाँदेखि चाहिँ हाँसपोखरी हामी आजको हाम्रो बसाइ भनेको चाहिँ धोत्रे हो। तलसिङे भनेको चाहिँ यो यहाँ तलसिङ ढुङ्गा भएको कारणले नै यसको नाम तलसिङे राखिएको होला है मेरो बुझाइमा। यो तलसिङे ढुङ्गा छ। यसलाई चाहिँ यो चारैतिरलाई चाहिँ यहाँ पारेर एउटा चिन्डोको आकार दिएको छ है। अनि यहाँ चाहिँ यो पदयात्रा हिँड्ने मान्छेहरूलाई यो पार्टी बनाइरहेछ टोइलेट सहित। यो चाहिँ अन्डर कन्स्ट्रक्सन काम चलिरहेछ यो काम। हावा चलेको हुनाले अलिक राम्रो रिकर्डिङ भएन यहाँ। पानीको यहाँ व्यवस्था पनि रहेछ यहाँ। पानीलाई एकदमै बवाल तरिकाले यतातिर धारा निकालिदिएको छ है। यता विदर्थ त्यहाँ पानी खाउँ त धाराको अलिकति। बनाएको हो पहिला यस्तै धारामा पानी खान्छ हाम्रो खुट्टाले। हामीले चाहिँ बनाएर संरक्षण गर्छौँ। हेलो साथीहरू, यो चाहिँ यस्तो राम्रो यो हाम्रो राष्ट्रिय फुल गुराँस यहाँ तल पनि फुलिरहेछ। यता हेरौँ झन् ए आमामा बबालै छ नि होइन गुराँस चाहिँ। आमामा के भन्ने यार, यस्तो दृश्य छ। हाम्रो दाजु भाउजू एकदमै युकेबाट आउनुभएको है। हामीले गुराँसको राजधानी पूर्वाञ्चलमा चाहिँ नि भनेर चाहिँ तिनजुरेलाई चिन्छौँ, तर हाम्रो यो मयुङ भेग पनि गुराँसहरूको चाहिँ कमी छैन है। अलग अलग प्रजातिका गुराँसहरू पाइन्छ यहाँ। यसलाई पनि हामी राजधानी नै भन्नु सकिन्छ। यहाँ चाहिँ हामी चाउचाउ पकाउँदैछौँ ठ्याक्कै। हाम्रो चाहिँ अहिले सानो पपकर्न ब्रेक खाजा खाने ब्रेक भइरहेको छ यहाँ। हाम्रो अर्ग्यानिक खाजा मकै भटमास। वाउ, मौसम खुले जस्तो महसुस भइरहेको छ है यता होइन। खोटाङ जिल्ला यो हाम्रो टेम्केलाई चाहिँ अलिकति कुहिरोले ढाकिरहेछ। बाँकी चाहिँ जस खुल्ला जस्तो छ है अब मौसम। यो गुराँस अलिक यो बुढो बोटहरू भएको कारणले यस्तो देखिरहेछ है गुराँस। यहाँ चाहिँ यहाँ हिँड्ने यात्रुहरूले अलिकति जहाँ पाए त्यहीँ फोहोर फ्याँक्ने अनि यो बिस्कुट खाएर बिस्कुटको रेपरहरू यहीँ फ्याँकिदिने जहाँ पाए त्यहीँ, त्यो चाहिँ नगरौँ भनेर एउटा हामीले यो सबैलाई एउटा सन्देश दिनुको लागि यहाँ हामीले एउटा सफाइ अभियानको लागि एउटा मेसेज दिनुको लागि यहाँ हामीले यस्तो काम गरिरहेको छौँ। यो उठाएर यसो यहाँ डस्टबिनमा हालिदिउँ भनेर यहाँ हाम्रो दाइले यहाँ डस्टबिनमा हाल्ने काम गरिदिनु हुँदैछ। हो यस्तो गर्न पनि सकिन्छ हामीले श्रमदान टाइपको है। हो यसरी गरिदिनु होला अनि जताभावी फोहोर नफ्याँकिदिनु होला है भन्न चाहन्छु। ल हामी अब यहाँ खाजासाजा खाएर अगाडि बढ्ने हाम्रो क्रम जारी छ। हामीले पल्लो डाँडामा पुग्ने हो आजको नाइट हल्टको लागि। अहिले बेलुका अलिकति मौसमले साथ दिइरहेछ, हल्का बादलहरू चाहिँ हटिरहेछ अनि यो यस्तो रमाइलो वातावरणमा रमाइलो दृश्यहरूलाई हामी कैद गर्दै अगाडि बढिरहेछौँ। यो चाहिँ खर्सुको रुख हो। यो पनि एउटा हाम्रो गाउँघरमा एकदमै बस्तुहरूलाई घाँस खुवाइन्छ, यसको एकदमै इम्पोर्टेन्ट हो। यो चाहिँ सानो रुख हो, म तपाईँहरूलाई जस्ट एउटा इन्ट्रोडक्सनको लागि खर्सु कस्तो हुन्छ भनेर देखाउन खोजिरहेको छु। खर्सुको पात चाहिँ यस्तो हुन्छ।
यदि साँचो मनले भगवानसँग प्रे गरियो भने भगवानले नि सुन्छ भन्थ्यो। हाम्रो लागि आज मौसम पनि एकदमै अब बेलुकाखेरि चाहिँ खुल्दियो है, मजाको मौसम भइरहेछ अहिले है। यो चाहिँ गुराँसकै जङ्गल हो है, ठुल्ठुलोहरू गर्छ गुराँसकै। आमामामा यो गुराँसकै जङ्गल हो, हेर्नु होला है गाइजहरू। के तपाईँहरू यस्तो राम्रो संसार हेर्न आउन चाहनुहुन्न? पक्का पनि एकपल्ट यो मुन्दुम ट्रेललाई चाहिँ भिजिट गर्नु होला भन्न चाहन्छु है। यति राम्रो सुनसान वातावरण है साथीहरू। हामी चाहिँ अहिले एकदमै यो गुराँसको जङ्गलभित्र हिँडिरहेछौँ। यो हामीले अहिले मुनिबाट चाहिँ मुनि हिँडिरहेछौँ। उसको फेदा टुप्पोमा चाहिँ एकदमै गुराँसहरू फुलेर एकदमै यो जङ्गलै रङ्गिन भइरहेछ। त्यो चाहिँ अब हामीले यो नर्मल मोबाइलबाट त्यसलाई कैद गर्नु सकिँदैन, त्यो चाहिँ ड्रोनै चाहिन्छ त्यसको लागि। मसँग ड्रोन छैन, अनि त्यसले गर्दाखेरि यो यस्तो घना जङ्गल चाहिँ यो सबै गुराँसको है हजुरहरू। ल छिटो आउँ है हजुर, हराइन्छ अहिले बाटोमा जङ्गलमा यार, घना जङ्गलमा आइसक्यो गुराँसको। हिँड्नु चाहिँ मजा चाहिँ हुँदैन, तर रमाइलो चाहिँ भइरहेछ एकदमै सास खुलेर। ल आमामा मौसम एकदमै खुलेर गयो है। एकछिन हामी थकाइ मार्दैछौँ उकालो हिँडेर, एकदमै मजा आइरहेछ है। यो यसरी पर्यटकहरूले चाहिँ फालेको कुरोहरूलाई, कसैले अब गल्तीले फालेको कुरोहरूलाई पनि हामीले उठाएर डस्टबिनसम्म पुर्याउने काम गरौँ भन्ने हामी सन्देश दिन चाहन्छौँ है। हामीले यो सरसफाइलाई मद्दत पुर्याउन सकौँ, यसरी यो डस्टबिन बनेको छ यसरी पुर्याउँ हामीले। अब कसैले गल्तीले फ्याँकेको छ भने उठाएर यहाँ हालिदिउँ। हामी सानो भइँदैन, हाम्रो पहाडलाई सफा गर्नमा हामीलाई मद्दत पुग्छ। यसरी पर्यावरणलाई सफा राख्न हामी मद्दत पुग्न सक्छ एकजनाको सानो सहयोगले। जाँदा हिँड्दा यसो गरिदिनु भयो भने, एकजना पर्यटकले एउटा पनि चिजलाई, एउटा पनि फोहोरलाई उठाएर डस्टबिनमा हालिदिनु भने पनि ठुलो कुरो हो, धेरै मद्दत पुग्नेछ है भन्न चाहन्छु। आफूले त नफाल्ने हो, अरूले फालेको कुरोलाई पनि यसरी ठाउँमा पुर्याएर फ्याँकिदिनु भयो भने एकदमै यो हाम्रो पर्यटन नहोसलाई सहयोग पुग्नेछ है साथीहरू। हामी अति नै लक्की रहेछौँ। बिहान हिँड्नु बित्तिकै हाम्रो मौसम हिँड्दाखेरि कस्तो खालको थियो, कुहिरो लागेर है, 1 मिटर पनि भिजिबिलिटी थिएन। तर अहिले चाहिँ एकदमै घाम लागिरहेछ। बेलुकाको टाइममा एकदमै बिन्दास घुमिरहेछौँ है। एकदमै यहाँ पनि सुन्दर ठाउँहरू बनाइदिएको छ है, यसरी पानीको ढल काट्नलाई। यो हो नि त तरिका। यस्तो वातावरण, यस्तो सुनसान, यस्तो शान्त ठाउँमा हिँड्न पाउनु चाहिँ तपाईँहरूले कमै ठाउँहरू पाउनुहुन्छ। यो हाम्रो मुन्दुम ट्रेलमा यस्तो ठाउँहरू पाइन्छ है, आउनु होला पक्का। सुन्दर संसार हो यो, यति सुन्दर संसार। बनाउँदैछु। सुन्दर संसार भनेको यही हो, स्वर्ग जाने बाटो है यो। यो स्वर्ग जाने बाटो पनि भन्न सकिन्छ यसलाई यार, यति राम्रो ठाउँ, यति राम्रो। मुन्दुम ट्रेलको बाटो है। यस्तो जङ्गलबाट बिचोबिच बाटो छ है, कति मजाको छ नि। हेर्नुहोस् है हजुरहरू, यस्तो हो नि त, शान्तिप्रिय ठाउँ भनेको यस्तो हो नि त। जे होस्, मौसमले पनि धेरै साथ दिइरहेछ हामीलाई। हामी पनि हाँसखेल गर्दै, गीत गाउँदै मजाले अगाडि बढिरहेछौँ। निकै अगाडि पुगिसकेको छौँ। अब यस हामी समयमै
नाइट हल्ट गर्ने ठाउँ धोत्रे सम्म पुगिने रहेछ भन्ने चाहिँ आशा जागिसकेको छ। यहाँको मेन एट्र्याक्सन भनेको चाहिँ यो लाली गुराँसहरू हो। यार यति ब्युटिफुल नजारा, कल्पना भन्दा बाहिरको नजारा है यो। आमामा यो गुराँस फुलेर रातै भएको छ है। अघि बिहानदेखि यति मौसम खुलिदिएको भएदेखि त अरे यति मजा लिन्थ्यो होला, तर भए पनि अहिले बेलुका भए पनि मौसम खुलिदिएको छ, खुसी लाग्यो। बाइ गॉड क्या नजारा यार, एकदमै ब्युटिफुल नजारा। ऊ पर टेमके डाँडा पनि देखिरहेछ। टेमके डाँडा ए टेमके डाँडा अहिले खुलेछ है। हल्का त्यो टावर पनि देखिरहेछ टावर। हो लाली गुराँसै लाली गुराँसको पहाड, यति सुन्दर ठाउँ है। यति राम्रो ठाउँ मैले हेर्न पाउँछु भनेर कहिले कल्पना पनि गरेको थिइनँ यार। यसलाई चाहिँ हामी धरतीको स्वर्ग भन्दा पनि केही फरक पर्दैन है। यो चाहिँ यतिका है, यतिकै बवालै छ यो ठाउँ चाहिँ। स्वर्गै पुगे जस्तो फिलिङ भइरहेछ। गाइजहरू यस्तो ठाउँमा आउँदाखेरि चाहिँ कसलाई चाहिँ अब नरमाइलो लाग्न सक्छ र होइन। आमामा है के भन्नु यार, बयान गर्ने ठाउँै छैन के। यो ठाउँलाई चाहिँ 3 थुम्के भन्दो रहेछ है। हामी अहिले ठ्याक्कै 3 थुम्केमा आएर बिसाइरहेछौँ। यहाँ पनि एउटा यो होमस्टे होला होइन भाइ, होमस्टे नै बनिरहेको रहेछ, बन्ने क्रममै छ। यो भविष्यमा चाहिँ एकदम राम्रो हो, आउने पर्यटकहरूलाई यहाँ बस्नलाई सुविधा हुनेवाला छ। हामीले चाहिँ अब भेट्न पाइएन। एकदमै रमणीय ठाउँ यो। यसलाई हामीले कसरी वर्णन गर्ने, एउटा धरतीको स्वर्ग भन्न पनि सकिन्छ यसलाई। यतातिर लाली गुराँस फुलेर रातै भएको छ है। अनि एकदमै रमणीय ठाउँ। यहाँ टोयलेट बन्दै रहेछ। यति टाढाबाट ढुङ्गा बोकेर लिएर यहाँ काम गरिरहेको। यहाँ चाहिँ चिन्डोको आकृति बनाइएको रहेछ है। यो पनि पानी अहिले नभएर पानीको सिजनमा पानी भरिँदा चाहिँ अति नै राम्रो देखिने। यहाँदेखि यो एउटा उकालो छ, एउटा सानो है, अति रमाइलो। हाँसी हाँसी नै हामी काट्नेछौँ यसलाई पनि। ब्याक साइडमा यो उकालो होइन। यस्तो ठाउँ हेर्नु पाइन्छ कहीँ? संसारको कुनै कुनामा होला यस्तो गाउँ, यस्तो ठाउँ है। सट्टै आम्मामा यस्तो घुमाइदियो त ती टेमके डाँडा है। चिसो चिसो छ मौसम, न्यानो माया देऊ न। चिसो चिसो छ
सबैजनालाई नमस्कार है हजुर एकदमै मुन्दुम ट्रेललाई हामी हिँड्नु पाउँदा खुसियालीको साथ ठ्याक्कै हामी चाहिँ अब अहिले हिँड्दै जाँदाखेरि यता खोटाङबाट आउने ग्रुपहरूसँग पनि दाजु दिदीभाइहरूसँग पनि भेट भयो। हाम्रो ग्रुप एकदमै ठुलो भइरहेछ है, ग्रुप बढ्दै गइरहेछ हाम्रो। उहाँहरू पनि नयाँ साल मनाउनलाई चाहिँ नि मुन्दुम ट्रेललाई हेर्दै चाहिँ नि साउने मयुङ डाँडासम्म पुग्ने उहाँहरूको पनि योजना रहेछ। यो चाहिँ यहाँ धनुषको आकृति बनाइदिएको रहेछ, ठ्याक्कै धनुष तीर देखाइदिएछ त्यहाँ। ट्याक्कै हामी चाहिँ अहिले धोत्रे पुगिसक्यो अनि धोत्रे चाहिँ हामी ठ्याक्कै 10 बजे हामी चखेवाबाट हिँड्न सुरु गरेको। अहिले चाहिँ हामी धोत्रे पुग्यो ठ्याक्कै 4:20 भनेपछि हामीलाई 6 घन्टा 20 मिनट चाहिँ धोत्रे पुग्नमा लागेछ है टाइम गाइजहरू। एकदम नर्मली हिँड्दाखेरि यो चाहिँ धोत्रे हो है। धोत्रेको दृश्य यस्तो छ, यहाँनिर चाहिँ एकदम दोकानहरू पनि छ, बस्ने ठाउँ छ, एकदम सुविधाजनक। ट्याक्कै हामी चाहिँ अब यहीँनिर नाइट हल्ट गर्नेछौँ। यहाँनिर आइपुग्यो ठ्याक्कै हामी। यो चाहिँ तल्लो धोत्रे भन्छ है यहाँनिर चाहिँ। यो हाम्रो भोजपुर र खोटाङको सिमानामै पर्छ यो पनि। यता जाने चाहिँ हाम्रो खोटाङपट्टि सुम्दे पत्कारुतिर जाने बाटो हो, यता हाम्रो रिमसिमतिरबाट आउने बाटो हो। आज चाहिँ हामी नाइट हल्ट यहीँ गर्नेछौँ।